लत लागेर छोडेको बेला पनि ज्यान जान सक्छ। त्यही भएर यो सबभन्दा खतरनाक नशा पनि हो। बेसिकली यसलाई विभिन्न लेभलबाट बुझौँ। सबै अल्कोहल खाने भन्दैमा समस्या हो भन्न पनि मिलेन, तर अल्कोहलको हार्मफुल युज अथवा एडिक्सन नै भनौँ, जसमा चाहिँ डिपेन्डेन्स भनिन्छ लत लागेकै हिसाबले कुरा गर्दा। लत लागेको बिमारी, अल्कोहलको लत लागेकोमा चाहिँ स्पेसली विभिन्न किसिमका लक्षणहरू जब विकास हुन्छ, यो घर परिवारहरूले पनि एकदमै बुझ्नुपर्ने कुरा हो। जहिले पनि अब हाम्रो सेटिङमा कस्तो हुन्छ भन्दाखेरि उहाँहरूलाई ज्ञान नभएर पनि हो यो चाहिँ, डाक्टर साहब रक्सी खाइराख्नु भएको थियो अनि रक्सी जब छोड्नुभयो, छोडेको अर्को दिन बिहानबाट चाहिँ हात काप्न थाल्यो भन्नुहुन्छ। त्यो हात काप्यो किन भन्दाखेरि उहाँ चाहिँ अल्कोहल खाइराखेर उहाँलाई अल्कोहलको लतको बिमारी लागिसकेको रहेछ। यो लतको बिमारी लागिसकेको रहेछ भन्ने घर परिवारले नबुझेको हुनाले पनि उहाँलाई ट्रिटमेन्टको लाइनअपमा ल्याउन सकिएन नि त। जस्तो कति टाइममा त अल्कोहल लत लागेको मान्छेहरूले जब अल्कोहल छोड्नुहुन्छ, छोडेको तपाईँको 12 घन्टाभित्रैमा पनि सिजर आउँछ, छारै आउँछ। त्यसमा कहिलेकाहीँ ज्यान जान सक्छ। तर त्यो फ्यामिलीले क्याच गर्यो भने त चाँडै ट्रिटमेन्टमा ल्याउन सक्छ। त्यसको सुरुको लक्षण भनेको हात काप्ने हुन्छ, तर त्यो क्याच कहिलेकाहीँ हुँदैन, त्यसले गर्दा सिजरसम्म आउने हुन्छ। त्यही भएर लतको बिमारीलाई पहिला बुझ्नु जरुरी छ। के हो त लत भन्ने कुरा? पहिला सुरु लत भन्ने कुरा चाहिँ कोही व्यक्तिलाई त्यही कुरा एकदमै अत्यधिक सेवन गर्न मन लाग्छ। त्यो सेवन गर्न मन लाग्ने कुराको लागि उहाँहरूले आफ्नो सामाजिक जीवन, पारिवारिक जीवनलाई पनि छेउमा लगाएर त्यही मात्र कन्जम्सन बढी गर्न खोज्नुहुन्छ। त्यसको पहिला जति मात्रा खानुहुन्थ्यो त्यति मात्राले पनि उहाँहरूलाई पुग्दैन र अत्यधिक बढी खान थाल्नुपर्ने हुन्छ। खाँदै गरेर जब छोड्नुहुन्छ, छोडेको केही घन्टाभित्र छटपटी बढ्ने, निन्द्रा नलाग्ने, टाउको भारी हुने, उल्टी आउन खोज्ने, उल्टी पनि आउने, मुटुको गति बढ्ने, ढुकढुकी बढ्ने, बिपी बढ्ने, अघि नै मैले भने हातहरू काप्ने, कहिलेकाहीँ शरीरै कापेर छारे आउने, अचम्म कुराहरू देख्ने जुन अरूले नदेख्ने, कहिलेकाहीँ होसै नभएको बेसुर अवस्थामा पुग्ने, त्यस्तो पनि आइलाग्छ। यसलाई हामीले विथड्रल भन्छौँ। त्यो चाहिँ लत लागेका व्यक्तिहरूले जब छोड्नुहुन्छ तब यस्तो लक्षणहरू विकास हुन्छ। यो बाहेक हो, त्यो नसाले मलाई हानि गर्छ, मलाई शारीरिक रूपमा पनि हानि गर्छ, मलाई मानसिक रूपमा पनि हानि गर्छ, त्यो थाहा हुँदै पनि फेरि पनि सेवन गर्ने, यो चाहिँ लतको बिमारीको निशानी भयो। त्यही भएर यस्तो केही भयो भने चाहिँ तुरुन्त, स्पेसली अल्कोहलको केसमा, कहिले पनि रक्सी खाइराख्नु भएको छ, ड्रिङ्किङ गरिराख्नु भएको छ भने आफैले म छोड्न सक्छु भन्ने आत्मविश्वासले छोड्ने चाहिँ नगर्नु होला। किनभने लत लागेको व्यक्तिले आफैले छोड्दा कहिलेकाहीँ मैले अघि नै जति पनि ती लक्षणहरू भने त्यस्ता लक्षणहरू आउन सक्छन्, जसले गर्दा सिधै आइसियुमा जानुपर्ने पनि हुन्छ। तपाईँहरूले रक्सी यदि छोड्न खोज्नु भएको छ